अब हामी घर जान लाग्छौँ रमाइलो भयो आज रमाइलो गरेर चौचौ भिजा डाँडा देखियो तेरो ल त कस्तो लाग्यो तिम्रो डिटेल आज एकदमै फन गर्यौँ गाइस हामीले गाइस एकदमै धेरै रमाइलो भयो र एकदमै नराम्रो भन्न मिल्दैन ठिकै थियो ठिकै होइन राम्रो लाग्यो यिनीहरूले झुट बोलिरहेन होइन साँच्चीको भनौँ त यिनीहरूलाई पनि रमाइलो दियो होला क्या म फिक्स भनिदिउँ जस्तो हामीले रमाइलो गऱ्यौँ हामी हाइकिङमा पनि गयौँ हामी भिडियोहरू पनि बनायौँ कन्टेन्टहरू पनि बनायौँ युट्युबको नाम बताउ त नि युट्युबको के अरे त्यो अलिकति थाहा भएन अब यो युट्युबको त हजुरलाई थाहै छ थाहा छैन भने त्यहाँ रातो होला त्यहाँ थप दबाई हाल्ने हो सब्सक्राइब पनि लाइक झोले दबाउँदैन त्यो छक्का जो छक्का त्यस्तो नबोल न बरु त भन न बरु त कुकुर हो त बाँकी कसम देंगे सुरुमा त तिमीले त गरे हो सब्सक्राइब गरे हौ बताउ त गरे हो नि दोस्त गरे हौ यस्तो भाइरल ठुलो मान्छेलाई कसले सब्सक्राइब गर्दैन भन त तिमीले चाहिँ लिएर हो सब्सक्राइब गरेको ल अँधेरो भइसकेको छ आजकल अहिले ढिलो अँधेरो त्यस्तो अँधेरो हुँदैन नि अन्त अहिले त ठिक्क छ गर्मी महिना आउनु थाल्यो नि गर्मीमा हुँदा यो बताऊ अब घर घर के खान्छौ पहिला गाली खान्छौ कि नास्ता खान्छौ नास्ता त खाइसक्यौँ अब त्यही बचेको एउटै अप्सन छ अब अरू त के भनौँ त नि सरदको बताउ सरदले खान्छौ नि कति मिठो मिठो गाली खान्छौ मैले जिन्दगीमा अहिलेसम्म 10,000 20,000 भन्दा धेरै गाली खाएको छैन त्यति भन्दा अब अझै बेसी अब आज फेरि 100 गाली अझै थपेला त्योभन्दा धेरै म गाली खाँदैन र त्यति गाली खायो भने होइन मेरो पेट भर्छ क्या 100 गाली दिनको त्यही भएर त्यस्तो मोटा खाउनु दोस् प्रेमले त खान्छन् डेली त प्रेमको साथ मैले नि खान्छु प्रेमको घर गयो भने त पेट अगाउँछ इन्टरभ्यू लिइहालेछ हौ जस्तो नभन्नु त्यही सुन न आन्टीले गाली गरिरहनु हो भएर त अझै अरू केही खाने हो अरे क्या त्यत्रो आन्टीले गाली दिएपछि खान मन लाग्छ अब त्योवाला होइन क्या के भन्छ प्रेमले गर्दा भारत बिग्रियो अब प्रेमसँग नबस्छ तिमी बिग्रिन्छौ के प्रेमले बिगाडेको क्या मलाई डुल्न हिँड्ने यता हो त्यो म डुल्ने खाने मान्छे होइन घर बस्ने गेम खेल्ने मैले जो गर्ने हो हजुर ढुक्का हुनु तपाईँसँग यो भिडियो पुग्दैन यो भाग हेरौँ न हेरौँ ल हेरौँ ल मैले चाहिँ गर्छु होला एडिट त भयो तिमीहरूलाई त तिमीहरू फेरि अर्को च्यानल छ अब अर्को च्यानलमा त्यत्रो पुगेछ अर्को च्यानल यही यसमा लिङ्कमा हालिदिन्छु हेर्नु होला सबैले पर्दैन अँधेरो भयो यार क्यामेरा क्वालिटी राम्रो छैन हेरेर यस्तो भयो हेरेर क्यामेराको केही हुँदैन तिमीले मोबाइल खाली सिधा पक्राएको ल हामी गइयो अब घर गएपछि देखाउँछु अब